हेलो साथीहरु, आज चाहिँ हामी पनि कलर एक्सचेन्ज गेम खेल्न आँटेका छौं। यो चाहिँ किन धेरै इन्ट्रेस्टिङ छ भनेपछि यहाँबाट मेरो मम्मीले चाहिँ मलाई गिफ्ट दिनुहुन्छ, त्यो पनि नेपालबाट ल्याएको कोसीले। यो कलर एक्सचेन्ज गेम त भयो नि, तर चाहिँ एकदम इन्ट्रेस्टिङ भयो किनभने अब दुईवटा जापानको गिफ्ट र नेपालको गिफ्ट चाहिँ एकअर्कासँग चाहिँ एक्सचेन्ज गर्दैछौँ। सो हेरिदिनु होला राम्ररी। जापानबाट गिफ्ट दिँदैछु, सो त्यही अब कसको गिफ्ट राम्रो छ, के छ, कस्तो छ तपाईँहरू नै भन्नु होला है। ल अब स्टार्ट गरौँ त हाम्रो कलर एक्सचेन्ज गेम। ल ठिक छ नि। मेरो गिफ्ट चाहिँ यहाँ छ, झोलाभरि लिएर आएको छु। ओके ल मम्मी, पहिला रेड कलरबाट स्टार्ट गरौँ है त। ल तपाईँ के लिएर आउनु? साडी लिएर आएको छु, रेड कलर। कस्तो राम्रो साडी, धेरै राम्रो छ। म चाहिँ तपाईँको लागि यो सबै र यो पर्फ्युम ल्याइदिएको छु है, तपाईँको लागि गिफ्ट। एकदम राम्रो छ। अब चाहिँ अर्को गिफ्ट चाहिँ के छ? अर्को गिफ्ट फेरि साडी ल्याइदिएको। अर्को गिफ्ट यो छ, साडी छ। यो पनि साडी छ। अर्को गिफ्ट मलाई चाहिँ यो कलरको साडीको लागि चाहिँ एकदम मन लागेको थियो है, त्यही भएर त ल्याइदिएको। थ्याङ्क यू मम्मी, त्यही भएर ल्याइदिएको। धेरै राम्रो गिफ्ट छ यो। अनि यो चाहिँ मैले अरेन्ज कलरमा मैले चाहिँ यो तपाईँको लागि ल्याइदिएको छु। यो के छ भनेपछि नि, यो मन्दिरमा लाउने पर्दा हो। ए राम्रो छ एकदम, थ्याङ्क यू। एकदम राम्रो छ। यो पनि पर्दा भगवानको लगाउने हैन, कति राम्रो छ। अनि फेरि एउटा साडी छ, पिङ्क कलर। पिङ्क कलरको मैले फेरि यो साडी ल्याइदिएको। पिङ्क कलर, थ्याङ्क यू, ल्याऊ। थ्याङ्क यू, धेरै राम्रो छ। मैले चाहिँ यो तपाईँको लागि चाहिँ पिङ्क कलरको लिपस्टिक, यसमा चाहिँ गाढा हल्का पिङ्क पनि छ, गाढा पिङ्क पनि छ, अनि मेरुन कलरको पनि लिपस्टिक छ। मैले चाहिँ लिपस्टिक ल्याइदिएको। अनि यो चाहिँ अर्को चाहिँ हो टेम्पल ज्वेलरी सेट, काव्यको पास्नेमा लाउनु होला। थ्याङ्क यू। राम्रो, यो पनि राम्रो छ, यो पनि राम्रो छ, दुईटै। अनि अर्को गिफ्ट कुन कलर निकाल्ने? अर्को छ यो कुन? मैले यो ल्याइदिएको, यो पेस्ट ल्याइदिएको नेपालबाट। व्हाइट कलर एउटा व्हाइट छ, म पेस्ट ल्याइदिएको चाहिँ पाउँदैन, यहाँ जापानिज ब्रान्डको हुन्छ। थ्याङ्क यू सो मच। यो चाहिँ मैले तपाईँलाई सेट ल्याइदिएको, राम्रो छ। ज्वेलरी सेट, ज्वेलरी सेट, साडीको सेट छ राम्रो, ठिक छ। जुनसुकै साडीमा चल्छ, सबैमा चल्छ। जुनसुकै पर्व। अनि मैले यो चाहिँ